नमस्ते, म एलिन भण्डारी। म आफूलाई चाहिँ पारालिङ्गी पुरुष अस्ति हाम्रो ओरिएन्टेसनमा आइआएन शब्दावली ट्रान्सजेन्डर म्यान भनेर चाहिँ इङ्ग्लिसमा भनिन्छ। अनि म चाहिँ ब्लू डायमन्ड सोसाइटीमा 2015 देखि चाहिँ इन्भल्भ भएर चाहिँ काम गर्दै आइरहेको छु। म चाहिँ विशेष गरी एलजिबिटिआइक्यू बालबालिकाको परियोजनामा काम गर्छु है। त्यो परियोजना चाहिँ हाम्रो दैलेख र काठमाडौँ बेस भएर रहेको छ। दैलेखमा चाहिँ मेजरली हामीले चाहिँ फ्यामिलीसँग तपाईँको स्कुलको म्यानेजमेन्ट टिमसम्म होइन त्यहाँको लोकल लेभल गभर्मेन्टसँग काम गर्छौँ भने काठमाडौँमा चाहिँ हामीले चाहिँ यो मिनिस्ट्री अफ वुमन चिल्ड्रेन एन्ड सिनियर सिटिजनसँग चाहिँ कसरी चाहिँ बाल नीतिलाई चाहिँ एलजिबिटिआइक्यू इन्क्लुसिभ बाल नीति बनाउने भन्ने त्यो एडभोकेसी चाहिँ गर्छौँ। जस्तै जन्मिँदाखेरि चाहिँ म बालिकाको रूपमा जन्मेँ होइन, जस्तै म्यामहरू जस्तै म पनि सेम होइन बालिकै भएर मलाई चाहिँ हुर्काइएको थियो। तर अब म कति 8-9 वर्ष हुँदाखेरि चाहिँ मलाई चाहिँ अब त्यो अलिकति आफू म्यास्कुलाइन जस्तो मेरो बिहेभियरहरू होइन मलाई अब कपालहरू लामो पाल्न मन नलाग्ने, एकदम काटे गर्न मन लाग्ने, तपाईँको अनि ड्रेसहरूमा पनि तपाईँको स्कर्टहरू लाउन मन नलाग्ने, प्यान्ट टी सर्ट लाउन मन लाग्ने। अनि बुवाले कुर्ता सुरुवाल किनेर ल्याइदिन्थ्यो, कुर्ताको माथिको चाहिँ फालेर सुरुवाल र टी सर्ट लाउँथेँ म है त्यस्तो हुन्थ्यो क्या। अनि अब त्यही हो, म चाहिँ अब स्कुल पढ्दाखेरि चाहिँ मैले 10 क्लाससम्म चाहिँ एज अ बालिकै भएर चाहिँ मैले हुन्छ नि एज अ आफ्नो जेन्डर एक्सप्रेसन पनि एउटा बालिकै भएर चाहिँ म चाहिँ मैले बिताएँ है। म त्यतिखेर चाहिँ कलेजमा चाहिँ कस्तो थियो भने हाम्रो स्कुलमा चाहिँ तपाईँको केटीहरूलाई चाहिँ कम्पलसरी ड्रेस कोड चाहिँ स्कर्टै थियो क्या। अनि 2 चुल्ठी रिबन बाँधेर जान्थेँ म है। अब मलाई सोच्नु मलाई अब म अलिकति हिँड्दाखेरि मेरो चाल ढाल अलिक केटा कस्तो थियो, पुरुष कस्तो थियो, अब मलाई स्कर्ट लाएर हिँड्दाखेरि यतिकै पनि मान्छेले नोटिस गर्ने भइ नै हाल्यो। अनि त्यो स्कुल लाइफ चाहिँ मैले जसो तसो अब आफ्नो फिलिङ्सहरू एक्सप्रेसनहरू चाहिँ मैले लुकाएरै मलाई ओहो म त अरू केटीभन्दा फरक छु, मान्छेले थाहा पायो भने मलाई चाहिँ छक्का हिजडा भन्ने हो कि भन्ने त्यो डरले नै मैले चाहिँ आफ्नो आइडेन्टिटी नै लुकाउन थालेँ कि कसरी हुन्छ म चाहिँ हुन्छ नि एउटा फेमिनाइन भएर चाहिँ अलिकति हुन्छ नि लचकदार हिसाबले त्यही हिसाबले हिँडौँ, मेरो एक्सप्रेसन पनि कन्ट्रोल गर्न खोज्थेँ क्या म चाहिँ। अब त्यो जति लुकाउँदा नि त्यो त हुँदैन नि मान्छेको नेचुरली आएको कुरा। त्यतिखेर पनि अब मलाई टिचरहरूले चाहिँ त कस्तो अरू केटी भन्दा फरक केटा जस्तो पाराको छ त छक्का हो कि हामीले त्यस्तो खालको शब्दावलीहरू पनि युज गर्नुहुन्थ्यो क्या। अनि इभन अब अलिकति टिनेज लाइफमा पुगेपछि त केटीहरूको चाहिँ बोयफ्रेन्ड हुन्छ, मेरो साथीहरूको चाहिँ बोयफ्रेन्ड हुने, मलाई चाहिँ केटी भएर केटी नै मन पनि किन होला नि त्यस्तो खालको क्वेसनहरू हुन थाल्यो क्या। अनि मलाई चाहिँ पहिला आफ्नो जेन्डर भन्दा पनि सेक्सुअलिटी क्या, मेरो आकर्षण त पुरुष हुनुपर्ने, म महिला भएको हिसाबले किन मलाई चाहिँ आफू जस्तै महिला मन परिरहेको छ भनेर त्यो कन्फ्युजनमा थिएँ कि म। मेरो होल बाल्यकाल नै त्यही कन्फ्युजनमा बित्यो। अनि पछि म मेन्सुरेसन भएँ है। म कति 12-13 वर्ष हुँदाखेरि म फर्स्ट टाइम मेन्सुरेसन भयो। अनि त्यतिखेर पनि एकदमै त्यो अब प्याडहरूको कुरा लिएर होइन तपाईँको चाहिँ अब त्यो कुरा चाहिँ अब खुला रूपले भन्नै अप्ठ्यारो लाग्ने क्या मलाई चाहिँ। म आफूलाई भित्री मनदेखि पुरुष ठान्छु तर म मेन्सुरेसन भइरहेको छु, महिनावारी भइरहेको छु, मलाई हरेक महिनावारीको यो के अरे दुखाइहरूले चाहिँ म एउटा महिला हो भन्ने खालको चाहिँ अनुभूतिहरू दिन्थ्यो क्या मलाई। अनि म कलेज पढेँ, कलेज पढ्दाखेरि चाहिँ त्यतिखेर थ्याङ्क गड त्यतिखेर चाहिँ ड्रेस कोड केटीहरूले पनि प्यान्ट लाउनु पाउने खालको सिस्टम थियो। अनि म फर्स्ट डे कलेजमा जाँदाखेरि मेरो कपाल अलिकति छोटो काटेँ मैले, अनि कोट प्यान्ट लाएर गएँ। अनि म डाइरेक्ट वासरुम छिटेँ क्या केटीको वासरुम। त्यहाँ जाँदाखेरि चाहिँ बाहिर 3-4 जना केटा बसिरहेको थियो। अनि ओ हेर त यो केटा त केटीको वासरुमभित्र छिर्यो भनेर मेरो फर्स्ट डे कलेजमै मलाई त्यस्तो बुली भयो क्या। अनि त्यहाँपछि चाहिँ म कलेज अन अफ होइन 6 महिना जाने 6 महिना नजाने त्यसै गरेँ मैले 12सम्म चाहिँ पढेँ। अनि ब्याचलर चाहिँ अब म यो आइडेन्टिटीमा म फेरि गएर चाहिँ पढ्न सक्दिनँ होइन। मलाई त्यहाँ जुन मैले कलेज स्कुलमा मैले फेस गरेँ त्यही बुलीहरू फेस गर्नुपर्छ होला भनेर मैले चाहिँ पब्लिक कलेज पशुपति क्याम्पस चाहिँ मैले तपाईँको एक्जाम दिने तरिकाले मात्रै जोइन गरेँ क्या। अनि त्यसपछि म एक्जाम दिन गएँ फर्स्ट इयरको। त्यहाँ चाहिँ अब म अलिकति मैले गेटअपहरू सबै चेन्ज गरिसकेको थिएँ, मैले कपालहरू छोटो काटेर म एकदम म्यास्कुलाइन लुकमै थिएँ क्या। अनि त्यो मेरो एडमिट कार्डमा फेरि फिमेलकै फोटो थियो कपाल लामो भएको। अनि उहाँले चाहिँ यो तैँले फेक त्यो प्रवेश पत्र ल्यायो भने त्यहाँ बस्नै दिनु भएन क्या। सो म त्यसपछि ड्रप आउट गरेको। अहिले म कति 10 वर्षपछि म फेरि ब्याचलर फर्स्ट इयर जोइन गर्दैछु क्या है। अनि अहिले चाहिँ अहिलेको कलेजमा चाहिँ एटलिस्ट उहाँहरूले चाहिँ बुझ्नु भएको छ मेरो कुराहरू, मलाई कसरी बोलाउने होइन, त्यहाँ चाहिँ बुली हुन नदिनु, कसरी इन्भाइरोमेन्ट बनाउने होइन, त्यो कुराहरू चाहिँ अलिकति सजिलो छ मलाई। त्यो बाहेक चाहिँ मेन ट्रान्सम्यानहरूलाई मलाई स्टिल म एज अ ट्रान्सम्यान मैले ट्रान्जेक्सनहरू सबै गरेँ होइन। मैले सर्जरीहरू तपाईँको हर्मोन थेरापीहरू सबै नै गरेँ। मैले बटम सर्जरी चाहिँ गरेको छैन, मैले युटेरस रिमुभ गरेँ, मैले मेरो माथि पहिला ब्रेस्ट नै थियो ब्रेस्ट रिमुभ गरेँ। अनि हर्मोन थेरापी मैले लिएको चाहिँ 10 वर्ष हुन लाग्यो। त्यो गर्दाखेरि चाहिँ तपाईँको दाह्री जुङ्गा आउने अनि स्वर धोत्रो हुने होइन, मेन्सुरेसन रोक्ने त्यो इफेक्टहरू चाहिँ हुन्छ क्या मेल हर्मोनले। जस्तै अब पिटोजीहरूले पनि खानुहुन्छ, फिमेल हर्मोन खानुहुन्छ, उहाँहरूको फेमिनाइज हुन्छ भने हामी चाहिँ झन् म्यास्कुलनाइज हुँदै जान्छौँ क्या। अनि नेपालमा चाहिँ खासै सर्जरीको त्यति राम्रो व्यवस्था छैन है। तपाईँको जस्तै यो
यो ग्रिन सिटी हस्पिटलले गर्छ टप सर्जरी गर्छ तपाईको इम्प्लान्ट पनि गर्छ ट्रान्सवनको अनि ट्रान्सम्यानहरुको चाहिँ ब्रेस्ट रिमुभ पनि गर्छ के अनि तर डाक्टर चाहिँ टिचिङकै हुनुहुन्छ अब त्यो टिचिङको डाक्टरसँग चाहिँ अब हामीलाई चाहिँ टिचिङै भयो कस्ट वाइज पनि अलिकति एक्सेस गर्न सजिलो हुन्थ्यो नि त तर उहाँसँग चाहिँ उहाँको प्राइभेट क्लिनिकमा गएर गर्दाखेरि चाहिँ एकदमै 3-4 गुणै बढी चाहिँ हामीले चाहिँ पैसा तिर्नुपर्छ प्लस त्यति राम्रो चाहिँ सर्जरीको रिजल्ट पनि हुँदैन किनभने उहाँहरु चाहिँ यो एलजीबीटीआई को एकदम स्पेसिफिक हेल्थमा चाहिँ पढेर आउनु भएको छैन नि त सो उहाँले चाहिँ अब एक्सपेरिमेन्ट गर्ने हिसाबले मात्रै गर्दिनु हुन्छ अब मेरो पनि मैले यत्रो लिगली छैन त्यो प्राइभेट हस्पिटलमा चाहिँ मात्रै हुन्छ यो मैले टिचिङमा चाहिँ मेरो युटेरस रिमुभ गर्दाखेरि चाहिँ अलिकति आर्थिक हिसाबले पनि सहयोग हुन्छ भनेर त्यहाँ गर्न खोजेको थिएँ अनि म त्यतिखेर गगन थापाजी हुनुहुन्थ्यो यो हेल्थ मिनिस्टर त्यतिखेर चाहिँ उहाँको पीएसँग चाहिँ भेट भयो नि उहाँले चाहिँ अब यो तपाईको अलिकति नौलो किसिमको रहेछ हामी डिस्कस गर्छौं भनेर 4-5 महिना त्यतिकै झुलाइदिनु भयो के अनि त्यो टिचिङ हस्पिटलमा भएन मैले पछि पैसा धेरै नै तिरेर अरु नै प्राइभेट हस्पिटलमा गर्नु परेको थियो अनि मैले चाहिँ अहिले के जोड्न खोजेको भने जस्तै तपाईहरुले स्टोरी लेख्नुहुन्छ नि त सो यो एलजीबीटीआईक्यू अथवा म ट्रान्सम्यान भएको चाहिँ म अहिले 18 19 20 21 22 वर्ष भएर चाहिँ भएको हैन नि त म त चाइल्डहुडदेखि नै मेरो नेचरै त्यही थियो नि त सो कसरी चाहिँ हुन्छ नि अब आउने जेनेरेसन हुन्छ नि जुन बालबालिका छ उनीहरुलाई चाहिँ कसरी चाहिँ यो कुरालाई चाहिँ एकदमै नर्मलाइज गरेर चाहिँ हुन्छ नि आफू जे हो त्यही अनुसार चाहिँ अगाडि चाहिँ हुन्छ नि खुलेर आउन चाहिँ कसरी प्रोत्साहन गर्ने भन्ने हिसाबले पनि स्टोरी लेख्न सक्नुहुन्छ हैन जस्तै मलाई त स्कुल लाइफदेखि नै हो नि म डिस्क्रिमिनेसन भएको त हैन मलाई त 18 कटेपछि हैन नि त सो त्यो कुराहरु पनि हजुरहरुले चाहिँ कभर गर्दिनु होला अनि मलाई हेल्थमा चाहिँ कस्तो हुन्छ नि अहिले पनि मैले भने अघि मैले बटम सर्जरी गरेको छैन अनि मलाई गाइनो रिलेटेड इस्यु हुन्छ के युटीआईहरु हुन्छ नि त अनि म हस्पिटल जाँदाखेरि अब मलाई हेर्नुहुन्छ पुरुष चाहिँ देख्नुहुन्छ अनि त्यहाँ रजिस्ट्रेसन मेलले टिक लगाइदिनुहुन्छ अनि डाक्टरसँग पुग्दाखेरि त्यहाँनेर अब डाक्टरै आफै अनकम्फर्टेबल भएको जस्तो अनि तपाई त किन केटा मान्छे गाइनोकोमा आउनु भएको भनेर त्यस्तो क्वेशनहरु गर्नुहुन्छ के अनि कति डाक्टरहरु चाहिँ हाम्रै हुन्छ नि ट्रान्सको पनि स्पेसिफिक हेल्थ निडहरु के हुन्छ भन्ने कुरामा चाहिँ जानकारी हुनुहुन्न के त्यसले गर्दाखेरि कति ट्रान्सम्यानहरु म पो काठमाडौँमा बसेको छु म पो बीडीएसमा काम गर्छु मैले अलिकति हुन्छ नि एडभोकेसी गरे भने म त्यहाँ नै सम्झाउन सक्नुला तर कति बाहिरको ट्रान्सम्यानहरु हुन्छ रिमोट एरियामा उहाँहरुले त त्यो इभन आफ्नो बेसिक केही भयो भने पनि हस्पिटल जान एकदमै 10 चोटी सोच्नुहुन्छ के सो मलाई चाहिँ स्पेशली एज अ ट्रान्सम्यान चाहिँ मलाई हेल्थमा चाहिँ एकदमै धेरै एक्सेस म आफैलाई पनि एकदमै धेरै एक्सेसको चाहिँ गाह्रो छ के अनि मेरो स्टिल पनि मेरो नागरिकता फिमेलमै छ मेरो जति पनि लिगल डकुमेन्टहरु अनि मेरो चाहिँ एन्जल जीले जस्तै मैले पनि रुक्साना जीको हेल्प लिएर चाहिँ मुद्दा हालेको थिएँ अनि मेरो चाहिँ पूर्ण पाठ आयो अनि सिडिओलाई पनि सिडिओ जीले चाहिँ एलएनजी तपाईले यसरी मुद्दा हाल्नु भएको रहेछ एक्चुअली तपाई आउनु न तपाईलाई त उता बीड हस्पिटलको त्यो मेडिकल काउन्सिलमा चाहिँ एकचोटी चेक गर्न पठाउनु पर्छ भनेर भन्नुभयो के मैले त सर्जरी केही पनि गरेको छैन उहाँले चाहिँ अब ट्रान्स वुमन सोच्नु भयो कि मलाई अथवा मैले चाहिँ सर्जरी गरेर आएको सोच्नु भयो के अनि त्यो भनेको त अब म जानै पर्यो उहाँले त्यही प्रोसेसमै मलाई चाहिँ अगाडि लगाउनु भयो त म त सक्दिन नि त अनि मैले सर्जरी केही पनि गरेको छैन मैले नाङ्गो भएर के चाहिँ देखाउने मैले हैन त्यो कुराहरु छ त्यसमा चाहिँ अझै पनि हाम्रो के लडाई चाहिँ जारी नै छ हैन त्यो बाहेक चाहिँ मेरो एजुकेशनल डकुमेन्टहरु देखि लिएर सबै कुरा नै फेर्न पनि छ त्यो चाहिँ प्रोसेसमै छ हाम्रो सँगसँगै छ एन्जलो मेरो त्यो बाहेक चाहिँ जस्तै फ्यामिलीको एक्सेप्टेन्सको कुरा पनि आउँछ नि त हैन अब तपाईहरु एज अ फ्यामिली मेम्बर हैन यो चाहिँ वर्कशप तपाईहरु अब यो प्रोफेसनल हिसाबले मात्रै नलिनुस् कि एज अ फ्यामिली मेम्बर एज अ पार्ट अफ सोसाइटी कसरी चाहिँ हामी इन्क्लुसिभ बनाउन सक्छौं म चाहिँ विशेष गरी बालबालिका भनिरहेको छु किनभने म त्यो फेजबाट गुज्रेर आएको छु नि त सो यो फेज चाहिँ अर्को नेक्स्ट जेनेरेसनले चाहिँ फेस गर्न नपरोस् भनेर चाहिँ बालबालिकालाई जोड दिइरहेको छु के सो तपाईहरुले स्टोरी लेख्दाखेरि चाहिँ फ्यामिलीको इस्यु होला मलाई पनि सुरुमा चाहिँ 4-5 वर्ष भयो 4-5 वर्ष लाग्यो म खुलेर आउँदाखेरि चाहिँ मलाई फ्यामिलीले चाहिँ अब अलिकति हुन्छ नि चेन्ज हुन्छ कि यो हुन्छ नि अब केही समयको लागि मात्रै यसलाई चाहिँ यस्तो फिलिङ्स आएको कि भनेर त्यो कन्फ्युजन थियो कि मेरो फ्यामिलीलाई तर उहाँहरूले बारम्बार भन्दा पनि म 4-5 वर्षसम्म पनि चेन्ज नहुँदाखेरि चाहिँ ओहो अब चाहिँ यसलाई चाहिँ हामीले चाहिँ फोर्स गर्नुहुन्न उसको लाइफ जे उसले त्यही अनुसार जिउँछ भनेर चाहिँ भन्नुहुन्छ कि मेरो फ्यामिली चाहिँ अनि अब मेरो फ्यामिलीलाई चाहिँ कस्तो हुन्छ भने मेरो अरु रिलेटिभ्सबाट चाहिँ बुली हुन्छ के जस्तै तेरो कान्छी छोरी त केटा भएछ नि हैन भनेर चाहिँ अब मेरो मामा घर जाँदाखेरि मेरो आफन्तकोमा जाँदाखेरि त्यो कुरा सुनाइरहँदाखेरि मेरो फ्यामिलीलाई पनि त अलिकति मनमा त पर्छ नि त सो हामीले चाहिँ एलजीबीटीआईक्यू समुदायले मात्रै नभएर हामीलाई सपोर्ट गर्ने हामीलाई एक्सेप्ट गर्ने हाम्रो फ्यामिली मेम्बरलाई पनि त्यतिकै गाह्रो छ के समाजमा चाहिँ हो यो कुराहरुको इस्यु भयो अनि तपाईहरुको जस्तै अब करिकुलमको कुराहरु हाम्रो जस्तै म बाल्यकालमा पढ्दाखेरि काई पनि एलजीबीटीआईको त इस्यु काई पनि पढ्नै पाएन हजुरले पनि काई पढ्नै पाउनु भएन नि त सो मैले इफ यो लाइफ स्कुल लाइफमै यो कुराहरु थाहा पाएको भए मेरो साथीहरुले मलाई जिस्काउँदैन थियो होला सरहरुले जिस्काउँदैन थियो होला उनीहरु मोर सेन्सिटिभ हुन्थ्यो होला एलजीबीटी बालबालिकाको लागि सो हजुरहरुले चाहिँ हेर्दाखेरि चाहिँ अब अहिलेको इमर्जिङ इस्यु त छँदैछ त्यो बाहेक पनि हामीले चाहिँ यो समुदायले चाहिँ कहाँबाट चाहिँ ठोकाइ खाँदै आउनु पर्छ त बाल्यकालदेखि भनेर त्यो एलियन्सले पनि हेरेर चाहिँ न्यूजहरु लेख्न चाहिँ अनुरोध गर्छु म अरु के क्वेशन छ
मेरो जन्म चाहिँ काठमाडौँमै भएको हो मलाई चाहिँ अब त्यही म कति 9-10 वर्षसम्म चाहिँ म त्यो म्यास्कुलाइन थिएँ अब फ्यामिलीहरूलाई त अब बच्चामा त जस्तो केटाकेटी जस्तो ड्रेसअप गरे पनि मतलब हुँदैन नि त तर हुर्किँदै बनेको क्रममा तपाईँको 16, 17, 18 वर्ष हुँदा पनि यसको चाहिँ पारै केटाकी छ भन्दाखेरि चाहिँ फ्यामिलीलाई पनि अब के भयो होला यसलाई यसको साथी सङ्गतले यस्तो भएको कि होइन यसको दिमागमा कसैले केही कुरा भरिदियो कि भने त्यो सोचाइ थियो कि मेरो फ्यामिलीको चाहिँ अनि उहाँले चाहिँ तँलाई कसले कुरा सिकाउँछ यस्तो केटा जस्तो के अरे बनेर हिँड्नु भने कसले सिकाउँछ भनेर चाहिँ त्यो कुराले चाहिँ मलाई फोर्स गरेर हुन्थ्यो त्यो क्वेसन गरेर गर्नुहुन्थ्यो कि अनि मैले चाहिँ मेरो कपाल लामै थियो मैले एक दिन चाहिँ पुरै के अरे सेभ गरेर आएँ क्या कपाल तक्लो नै बनाएर आएँ मलाई यसै पनि गाह्रो यो कपालले उसै पनि गाह्रो भनेर अनि त्यसपछि चाहिँ मेरो फ्यामिलीले चाहिँ ओहो यसले त यत्रो ठुलो स्टेप लियो केटी मान्छे भएर यसले त कपालै खुइलाएर आयो भनेर चाहिँ सुरुमा चाहिँ मलाई 3-4 महिना चाहिँ कराउनु भयो अनि पछि चाहिँ अब बिस्तारै बिस्तारै उहाँले पनि अब अञ्जली लामा भूमिकाजीहरूको न्युजहरू सुन्नुभयो उहाँले पनि एज अ हाम्रो कम्युनिटीको मान्छे पनि एउटा रोल मोडल भएको देखेर त ओहो मेरो बच्चा म त एक्लो होइन रहेछ उसले पनि त केही गर्न सक्दैन यिनीहरूको स्थानमा त पुग्न सक्दैन भने त्यो खालको मोटिभेसन हुन थाल्यो कि अनि मेरो दाइले चाहिँ मलाई फर्स्ट टाइम सपोर्ट गर्नुभएको है मैले चाहिँ मेरो दाइसँग चाहिँ ओपन आउट भएको थिएँ कि दाइपछि दाइले चाहिँ पछि अब दाइले बुझेपछि मलाई चाहिँ आड भयो कि ओहो म चाहिँ अब बाउ आमासँग भन्न सक्छु यो कुरा भनेर अनि त्यसपछि चाहिँ मेरो दाइले चाहिँ मैले फर्स्ट टाइम मलाई चाहिँ अब म तेरो बहिनी अब तैँले मलाई बहिनी नै ट्रिट गर्छस् तर म चाहिँ तैँले चाहिँ मलाई भाइ सोचोस् जस्तो लाग्छ तैँले चाहिँ मलाई अबदेखि चाहिँ मेरो फिलिङ चाहिँ यस्तो हो बुझ्नुपर्छ भन्दाखेरि चाहिँ उसले चाहिँ मलाई सपोर्ट देखायो क्या त्यसपछि मलाई आड भयो ओहो म अब ड्याडी मम्मीसँग गएर चाहिँ कुरा गर्न सक्छु भनेर अनि त्यसपछि उहाँलाई चाहिँ एक्सेप्ट गर्न एकदमै धेरै गाह्रो भइरहेको थियो अब चेन्ज हुन्छ कि भनेर उहाँले 18-19 वर्ष पनि यो चाहिँ चेन्ज हुन्छ होला भनेर सोच्नु भएको थियो कि यो पछि अब केटी नै जस्तो हुन्छ केटीसँग बिहे गरेर जान्छ भने त्यो चाहिँ सोच्नु भएको थियो अब त्यत्रो लामो टाइमसम्म पनि चेन्ज नहुँदाखेरि चाहिँ अब उहाँले पनि हार मान्नुभयो क्या अनि अब मैले पनि टाइम दिएँ उहाँले छोरी नै जन्मनु भएको मलाई अब आज मैले भन्नु बित्तिकै मलाई फुलमाला लाएर भित्र आउनु छ भने म अपेक्षा गर्दिनँ नि त सो उहाँलाई पनि बुझ्ने समय दिएँ होइन डाइजेस्ट हुने समय दिएँ अनि त्यसपछि बिस्तारै अहिले चाहिँ एकदमै राम्रो छ अनि मेरो 2जना दिदी 1जना दाइ हुनुहुन्छ अनि अहिले चाहिँ मलाई एटलिस्ट फ्यामिली चाहिँ टोलसम्म कसैले के भन्दाखेरि चाहिँ मेरो पहिला एउटा छोरा थियो अहिले 2टा छोरा छ भनेर त्यसरी प्राउडली चाहिँ भन्न सक्नुहुन्छ कि बालबालिका चाहिँ यस्तो हामीले चाहिँ उनीहरूलाई आइडेन्टिफाई पहिचान गर्नुभन्दा पनि हामीले चाहिँ ओकालत गरेर किनभने अब म कति 13-14 को उमेरसम्म म को भने थाहा थिएन नि त अब मेरो अब म हेर्दाखेरि म्यास्कुलाइन जस्तो देखेर ओहो त यो चाहिँ एलजिबिटी रहेछ नि त्यसरी पनि भन्न मिलेन हामीले आइडेन्टिफाई गर्ने भन्दा पनि कसरी चाहिँ इनेबलिङ इन्भाइरोमेन्ट होइन त्यो सहज वातावरण चाहिँ बनाउने भनेर चाहिँ त्यो चाहिँ एडभोकेसी हो कि हाम्रो चाहिँ अब दैलेखमा मैले काम गर्ने दैलेखमा चाहिँ हुनुहुन्छ 15जना जति हुनुहुन्छ त्यहाँ चाहिँ मोस्टली इन्टरसेक्स बच्चाहरू हुनुहुन्छ क्या अब इन्टरसेक्सहरू चाहिँ अलिकति सानै एजमा पनि आइडेन्टिफाई गर्न चाहिँ सजिलो भयो होइन कति अब जस्तै हामी जस्तो ट्रान्सलाई चाहिँ अलिकति टाइम लाग्छ नि त तपाईँको टिनेज 18-19 पुगेपछि चाहिँ बल्ल आफ्नो पहिचान बुझ्या हुन्छ त्यसपछि बल्ल कम आउट हुन खोज्छन् त्यो हामीले चाहिँ मोर आइडेन्टिफाई गर्ने भन्दा पनि कसरी चाहिँ फ्यामिलीमा चाहिँ राम्रो इन्भाइरोमेन्ट बनाइदिने पोलिसीहरूमा चाहिँ कसरी चाहिँ एलजिबिटिआइक्यू इन्क्लुसिभ चाइल्ड पोलिसीहरू बनाउने होइन अनि करिकुलमको कुराहरूमा चाहिँ कसरी ल्याउने फ्यामिलीहरूसँग प्रोग्रामहरूमा चाहिँ अब हुन्छ नि कतिजनाको खुलेको फ्यामिली नखुलेको फ्यामिलीहरू सँगै एकै ठाउँमा राखेर चाहिँ स्टोरी सेयरहरू गर्न लाउने एकअर्कालाई चाहिँ चिन्जान गराउन लाउने त्यस्तो खालको प्रोग्रामहरू चाहिँ छ कि सो दैलेखमा चाहिँ आई थिङ्क 15जना जति चाहिँ इन्टरसेक्स नै हुनुहुन्छ कि हाम्रो सम्पर्कमै अनि बालबालिका चाहिँ हामीले एउटा पहिला काठमाडौँको कुन चाहिँ स्कुलमा हो प्रोग्राम गर्दाखेरि चाहिँ हामीले ओरिएन्टेसन दिउँ यसरी नै अनि त्यहाँ सर म्यामहरूले नोटिस गर्नुभएछ क्या बच्चा क्या अलिकति बालक तर ऊ चाहिँ अलिकति फेमिनाइन नेचरको रहेछ अनि गएर चाहिँ उठाएर चाहिँ क्लासमा तिमी चाहिँ एलजिबिटिआईको रहेछ भनेर त्यसरी सबैको अगाडि पोइन्ट आउट गरिदिनु भएछ क्या सो त्यसले गर्दाखेरि चाहिँ उसले पछि चाहिँ 2 दिनपछि ऊ स्कुल आउनै छोडिदियो क्या अनि कहिले चाहिँ हामीले जुन प्रोग्रामहरू गर्छौँ त्यसमा पनि डु नट हाम्रो प्र्याक्टिस गर्छौँ नि त सो हामीले चाहिँ बच्चाहरू आइडेन्टिफाई गर्नुभन्दा पनि कसरी चाहिँ उनीहरूको लागि सहज वातावरण बनाउने स्कुलमा कलेजमा फ्यामिलीमा सोसाइटीमा भने त्यो हिसाबले चाहिँ हो यसमा चाहिँ कस्तो भने तपाईँको बिडिएसमा पनि कतिजना चाहिँ फ्यामिलीले नै लिएर आउनुहुन्छ क्या मेरो बच्चा चाहिँ हेर्नु न ऊ के अरे राम्रोसँग हामीसँग बोल्दैन उसको अलिकति फेमिनाइन नेचरको छ होइन अब तपाईँको चाहिँ स्कुल जान छोड्यो उसले अनि मलाई चाहिँ तपाईँहरूको समुदायको हो कि भनेर चाहिँ एकचोटि चाहिँ कुरा गर्न मन लाग्यो भनेर बुवा आमाले कति नै लिएर आउनुहुन्छ क्या अनि कति कुरामा चाहिँ कस्तो हामीलाई पनि कस्तो गाह्रो हुन्छ भने उहाँले चाहिँ अब बिडिएसले नै ल्याएर चाहिँ उहाँको बच्चाहरू चाहिँ पाल्दोस् राख्दोस् भन्ने अपेक्षा गर्नुहुन्छ कि त्यो त बिडिएसले त त्यस्तो खालको एडभोकेसी गर्दै हुँदैन नि त सो हामीले चाहिँ कसरी हुन्छ मोर फ्यामिलीसँगै कुरा गरेर काउन्सिलिङ गरेर चाहिँ उहाँलाई चाहिँ ब्याक टु फ्यामिली चाहिँ पठाउँछौँ अनि कतिजना चाहिँ फेरि घर छोडेर आउनुहुन्छ 17-18 वर्षमै हुन्छ नि घरबाट भागेर मलाई चाहिँ घरमा चाहिँ स्कुलमा चाहिँ कुट्न थाले घरमा चाहिँ मलाई घरबाट बाहिर निक्लिन दिएनन् भनेर चाहिँ उहाँहरू चाहिँ घर छोडेर काठमाडौँ आउने अनि त्यसपछि कति सानो एजमै यो थमेलमै कतिजना चाहिँ सेक्स वर्कमै एकदम अर्ली एजमै 15-16 वर्षमै इन्भल्भ हुनुहुन्छ कि
तथ्याङ्क भन्दा नि डाइरेक्ट हामीसँग आएको रेकर्ड चाहिँ हुन्छ, डकुमेन्टेसन चाहिँ हुन्छ होइन। अनि हजुर हजुर सङ्ख्या हाम्रो त्यही अब बिडिएसमा मात्रै आएको त 10-15 जना त बिडिएसमै आउनुहुन्छ फ्यामिली नै बोकेर, अनि प्लस दैलेखमा हुनुहुन्छ हाम्रो जस्ट हुनुहुन्छ भनौँ न। मेरो बच्चा तपाईँहरू जस्तै रहेछ ल, तपाईँहरू नै राख्नु जिम्मा लिनु भनेर त्यसरी पनि जानुहुन्छ कि कतिजना। त्यही म चाहिँ आई थिङ्क बिडिएसमा म कति 19 वर्ष हुँदाखेरि आएको थिएँ। अनि मलाई चाहिँ मेरो साथीहरू, म बिडिएसभन्दा पहिला अर्कै ठाउँमा काम गर्थेँ एज अ फिमेलै भएर, अनि त्यसपछि मेरो साथीले चाहिँ मलाई तँ जस्तो व्यक्तिहरूको चाहिँ संस्था रहेछ है भनेर मलाई चाहिँ लिएर जानुभयो कि। अनि म त डराइ मैले कहिले पनि ब्लु डायमन्ड सोसाइटी अनि यो समुदायलाई देखेको थिइनँ। अनि जाँदाखेरि चाहिँ के हो कहाँ लाङ्ला यिनीहरूले मलाई बेच्न पो लाङ्ला कि भनेर त्यो खालको मनमा डर चाहिँ थियो कि मलाई। अनि बिडिएसमा आइपुगेँ, अनि त्यसपछि आएर चाहिँ अब रिसेप्सनदेखि नै म जस्तै व्यक्ति चाहिँ मैले देखेँ। अनि त्यसपछि उहाँले चाहिँ ल काउन्सिलिङको लागि आएको भनेर उहाँले काउन्सिलिङ गर्नुभयो क्या मलाई। अनि त्यसपछि बल्ल बुझेँ कि म जस्तो व्यक्तिलाई चाहिँ ट्रान्सजेन्डर म्यान भन्दो रहेछ भनेर। मैले आफूलाई त पहिला त मेरो आइडेन्टिटी मैले चाहिँ लेजबियन होला भनेर सोचेको थिएँ कि केटी, तर केटीसँग आकर्षण हुने मैले गुगलमा गर्दाखेरि त्यो लेजबियनै देखायो। तर म जस्तो जो चाहिँ आफ्नो जेन्डरमा चाहिँ जुन फिमेलको जेन्डरमा चाहिँ फिट नभएर म आफूलाई मेलै सोध्छु नि त, मेलै एक्सप्रेसन गर्छु, त्यस्तो व्यक्तिलाई चाहिँ ट्रान्स म्यान भन्दो रहेछ भने चाहिँ मैले फर्स्ट काउन्सिलिङ बिडिएसबाट थाहा पाएँ। अनि त्यहाँ गएपछि अब अरू साथीहरू पनि देखेँ नि त, अनि ओहो म चाहिँ एक्लै होइन रहेछ, म जस्तो त अरू धेरै नै रहेछ ट्रान्स म्यानहरू, लेजबियनहरू। अनि जुन अब त्यो बिडिएसको फर्स्टचोटि भिजिट गरेर गेटबाट बाहिर निक्लेँ, यत्रो वर्ष जुन म पिन्जडामा बसिरहेको थिएँ, मेरो मन उकुस मुकुस भएर बसिरहेको थिएँ होइन, म आफ्नै एउटा कन्फ्युजन क्वेसन मार्कमा म थिएँ। त्यो पिन्जडाबाट चाहिँ म उम्केको जस्तो फिल भयो कि। अनि उम्केर चाहिँ अब एटलिस्ट मैले चाहिँ आफ्नो समुदाय भेटाएँ जस्तो चाहिँ, फ्यामिली भेटाएँ जस्तो चाहिँ फिल भएको थियो। अनि त्यसपछि बिडिएसमा मैले 2-3 वर्ष इन्टर्नसिप गरेँ, अझै यो अधिकारको बारेमा आफ्नो विषयमा जाने मौका पनि पाएँ। त्यसपछि अहिले चाहिँ म एज अ एक्टिभिस्टै भएर चाहिँ हजुरको रूपमा चाहिँ प्रस्तुत छु। मेरो आकर्षण भनेको चाहिँ महिलासँग हो होइन। महिला भन्नु बित्तिकै त्यो बायोलोजिकली फिमेल भएर जमेको महिला पनि हुन सक्यो अथवा ट्रान्स वुमन। मैले किनभने जस्तै तपाईँहरूले मलाई हेर्दा त मेलै देख्नुहुन्छ नि, मैले मेरो प्यान्टभित्र के छ नभनिकन तपाईँले मलाई डिफ्रेन्सिएटै गर्नु हुँदैन नि। अनि मान्छे अट्र्याक्ट हुने भनेको जेन्डरबाट हो नि त होइन, कसैले पनि प्यान्टभित्र के छ भनेर त्यो हेरेर अट्र्याक्ट हुने होइन। सो मेरो आकर्षण चाहिँ महिला, तर महिला पनि डाइभर्स महिला के। अनि मेरो अहिले चाहिँ पार्टनर हुनु म पहिला चाहिँ केही समय अगाडि सम्बन्धमा थिएँ। अनि मेरो फर्स्ट पार्टनरको कुरा गर्दाखेरि चाहिँ म 6 वर्षको रिलेसनसिप थियो हाम्रो, तर उहाँको फ्यामिलीले चाहिँ पछि मेरो विषयमा थाहा पाउनुभयो। अनि त्यसपछि उहाँलाई चाहिँ कम्प्लिटली मसँग चाहिँ भेट्न रोक्नै ब्यान गरिदिनु भयो। अनि अहिले उहाँ म्यारिड हुनुहुन्छ, बच्चाको आमा भएर बस्नु भएको छ। जस मैले टाढैबाट हेरिरहेको छु। अनि हामीलाई चाहिँ कस्तो हुँदो रहेछ भने जस्तै म कोही फिमेलसँग चाहिँ रिलेसनसिपमा बस्यो भने चाहिँ उसले स्वीकारे पनि उसको फ्यामिलीले नस्वीकारिदिने क्या होइन। अब मेरो अस्ति रिसेन्टली नै ब्रेकअप भयो, अनि उसको फ्यामिली पनि त्यही हो कि कोही नपाएर मेरो छोरीले त जस्तो हिचडा छक्का हेर्छ त भनेर चाहिँ क्वेसन गर्नुभयो उसको बाबाआमाले मलाई। अनि त्यो भनेको त उनीहरूले त म जति नै मेल भनेर म आफूलाई प्रस्तुत गरे पनि उहाँहरूको नजरमा त म बायोलोजिकल जे जन्मेँ त्यही नै नजरले हेर्नु हुँदो रहेछ नि त। सो त्यो कुराले गर्दाखेरि पनि रिलेसनसिपमा मलाई मनपर्ने चाहिँ महिला हो, तर अब हेरौँ लाइफ चल्दै जाने क्रममा कोही राइट मान्छे आउन सक्नुहुन्छ होला त्यही नै अपेक्षा छ मेरो। जिज्ञासा हजुर, अघि तपाईँले भन्नुभयो जस्तो 11-12 पढ्दा टोयलेट जाने क्रममा चाहिँ समस्या हुन्थ्यो भनेर भन्नुभयो। अहिले चाहिँ त्यो समस्या समाधान भयो कि यथावत त्यस्तै छ? त्यतिखेर चाहिँ अब मैले हर्मोन थेरापीहरू केही पनि ल्याएको थिएन, मेरो दारीजुङ्गा थिएन, सिर्फ मेरो बोइज कट थियो, म लुगा सर्ट प्यान्टै लाउँथेँ। अनि त्यतिखेर चाहिँ गाह्रो कसरी हुन्थ्यो भने मलाई अब यसको आवाज सुन्यो भने त केटी छ, अनि केटाको टोयलेटभित्र जाँदाखेरि चाहिँ म आफैलाई पनि कतिको कम्फर्टेबल फिल हुन्छ र कतिको सेक्योर फिल हुन्छ भन्ने कुरा हो नि त होइन। मलाई त मैले देखेर त्यहाँनिर मलाई हेरेसमेन्ट पनि हुनसक्छ नि त होइन। अब अहिले चाहिँ मलाई मेल देख्दाखेरि मान्छेले त्यति साह्रो मलाई नोटिस गर्दैनन्। अनि मलाई चाहिँ अब फेरि म उठेर युरिनरी हाम्रो त त्यो हुन्छ नि त स्ट्रक्चर हुन्छ नि त, त्यसमा म गर्न सक्दिनँ। अब त्यो बन्द हुन्छ नि के अरे क्लोज डोरवालामै युज गर्छु, तर म मेलको वासरुम युज गर्छु। तर मलाई पब्लिक स्पेसहरूमा चाहिँ हुन्छ नि जुन हाम्रो गाडीमा ट्राभल गर्दाखेरि त्यसमा चाहिँ एकदमै धेरै प्रब्लम हुन्छ, किनभने कहिले काहीँ बाटोमै रोकेर ल जङ्गलतिर छिर्नु न यहीँ गर्नु न दाइ भनेर भनिदिन्छ, तर मेरो बाध्यता त बुझेको हुँदैन। सो त्यतिखेर चाहिँ ट्राभल गर्दाखेरि चाहिँ मोस्टली ट्रान्सम्यानहरूलाई चाहिँ ट्रान्सम्यान दुइटैलाई गाह्रो हुन्छ। अब म फिल्म हलतिर जाँदाखेरि पनि अनि यसो हेर्थेँ क्या, अनि बाहिर सबै केटाहरू कतिखेर निक्लिन्छ र म अनि टोयलेटको ढोकामा कुरेर बस्थेँ क्या, सबैजना निक्लेपछि बल्ल म छिरौँला भनेर। अनि फिमेलकोमा गयो भने चाहिँ उनीहरूले अब मेरो स्वर नसुनिकन पनि यत्तिकै अब त्यो हुन्छ नि कस्तो केटा जस्तो मान्छे आयो भनेर मलाई लखाटेको पनि छ क्या 1-2 चोटि।
अनि म पहिला जिम क्लास पनि जोइन गर्थेँ त्यहाँ पनि अब चेन्जिङ रुम त मेरो त मैले ब्रेस्ट सर्जरीहरू केही पनि गरेको थिइनँ नि त अनि म चेन्जिङ रुम त म फिमेलकोमै जानु पऱ्यो अनि त्यहाँ चाहिँ त्यहाँको लेडिजहरूले चाहिँ कम्प्लेन गरिदिनु भएछ कि जिमको ओनरलाई उहाँ आएर चाहिँ हामीलाई अनकम्फर्टेबल भयो हाम्रो चेन्जिङ रुममा भनेर त्यसपछि त्यो जिम पनि छोड्नु पऱ्यो मैले सो त्यो कुरामा चाहिँ एकदमै धेरै अहिले पनि इफेक्ट पर्छ मलाई स्पेसली टोयलेटको कुराहरूमा चाहिँ अनि अर्को चाहिँ मलाई जबमा पहिला मलाई जबको अब एप्लिकेसनहरू हामीले त अब पत्रिका पढेर अप्लाई गर्ने हो नि त अनि गर्दाखेरि चाहिँ तपाईँको मेरो सबै डकुमेन्टहरू त फिमेलै हुन्थ्यो होइन अब म एज अ पर्सनै गएर इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ तपाईँ त कस्तो केटा जस्तो रहेछ हामीले त एकदम स्मार्ट लेडिज खोजेको रिसेप्सनिस्ट तपाईँ त हुँदैन फिट भनेर पठाइदिनु हुन्थ्यो कि अनि त्यो जबकोमा पनि अब कति धेरै अब मैले कि मेरो पहिचान लुकाएर मैले गर्नु पऱ्यो त्यहाँ केटी नै भनेर होइन म अब अलिकति म्यास्कुलाइन भएर मेरो एक्सप्रेसन नदेखाइकन चाहिँ मन मारेर चाहिँ मैले काम गर्न चाहिँ सकिनँ त्यही भएर म छोडेरै पछि चाहिँ बिडिएसमा चाहिँ जोइन भएँ तपाईँलाई यो जे हुनुभएको छ यसमा चाहिँ गौरव के कुरामा छ दुःख पनि छ होला के कुरामा दुःख छ दुःख चाहिँ मैले जुन मान्छेहरूको बाल्यकाल भनेको एकदमै गोल्डन लाइफ भन्छ नि त स्कुल लाइफ भनेको एकदम गोल्डन लाइफ मान्छेहरूले सम्झिने बाल्यकाललाई भने त एकदम मेरो बाल्यकालको क्षणहरू यस्तो थियो उस्तो थियो भनेर मेरो होल बाल्यकाल नै मैले आफ्नो पीडा मनमा लुकाउँदै सप्रेस गर्दै बितेकै थाहा पाइनँ क्या मैले त्यो टिनेज लाइफ एउटा मेरो त्यो बाल्यकालले मैले कहिले इन्जोय नै गर्न पाइनँ कि त्यो कुरामा चाहिँ दुःख लाग्छ भने खुसी चाहिँ मलाई अब एउटै लाइफमा मैले मेल र फिमेल दुइटैको लाइफ जिउन पाएँ त्यसमा चाहिँ खुसी लाग्छ मलाई जस्तो तपाईँलाई यो अलि अगाडि नै सोध्नुपर्ने क्वेसन थियो बाल्यकालमा मान्छेले पिन्च गरे नि एकदम बिर्सनै नसक्ने पिन्चहरू एक दुईवटा त्यस्तो उदाहरण गर्दै के भने मलाई चाहिँ यो लोकल बसमा ट्राभल गर्दाखेरि अब चुप लागेर बस्दाखेरि त नोटिस नगर्ने अनि भाडा दिन जाँदाखेरि त दाइ भाडा लिनु भन्दाखेरि चाहिँ केटी कस्तो आएर चाहिँ त्यहाँ कति त्यो प्यासेन्जरकै अगाडि बेइज्जत गरेको छ क्या मलाई केटा भनेर त केटी पो रहेछ हाहा भनेर हाँस्दैन है हामीले पनि त्यही सोच्यो भनेर त्यो चाहिँ एकदमै नराम्रोसँग पब्लिक ह्युमिलेट भएको छु म होइन अनि प्लस अब टोलकै मान्छेहरूले पनि मेरो ड्याड ममलाई चाहिँ टर्न गरिरहनु कि खै तपाईँको छोरी त बिग्रिया हो क्या हो नराम्रो सङ्गतमा लागेको छ क्या हो ऊ त खै यस्तो केटा जस्तो भएर पो हिँड्छ त अलिक सम्हाल्नु है तपाईँको छोरीलाई भनेर त्यस्तो खालको कुराहरू चाहिँ एकदम प्रेसर गर्नुहुन्थ्यो क्या सो त्यो दुईवटा कुरा चाहिँ अलिकति पिन्च हुन्छ मलाई स्टिल अहिले पनि जस्तो आम बच्चाहरूलाई विशेष गरेर मेरै छिमेकमा आजभन्दा 3-4 वर्ष अगाडि छक्का भनिदिएछन् स्कुलमा अनि पछि टिचरले पनि त्यही कुरो भनिदिएपछि ऊ आएर सुसाइड गर्यो 15 वर्षको बच्चा त्यस्तो खालको तपाईँलाई सोच आयो कि आएन अथवा त्यस्तो अवस्थामा पुर्यायो कि पुर्याएन अथवा त्यस्तो अवस्थामा पुगेकाहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ अहिले यतिखेर म पर्सनली चाहिँ आई थिङ्क म सुसाइडै गर्छु भनेर त्यो स्टेजमा चाहिँ पुगिनँ किनभने मलाई चाहिँ एकदम कुट्ने सुट्ने त्यस्तो चाहिँ केही पनि थिएन घरबाट होइन जस्तो अब बेला बेलामा प्रेसर चाहिँ दिइरह्यो नि त केटी हुनुपर्छ है तैँले कुठा छोरा लानुपर्छ त लामो केस पाले हिँड्नुपर्छ है हाम्रो इज्जत राख्यो भने त्यस्तो खालको प्रेसर चाहिँ आउँथ्यो तर बिहे नै गरिदिने अब हुन्छ नि स्कुलै जानु नदिने अब स्कुलमा पनि तपाईँको फिजिकली नै ह्यारेस हुने भन्दा पनि मोर भर्बल ह्यारेसमेन्टहरू चाहिँ मैले फेस गर्नु पऱ्यो क्या सो त्यो कुराले गर्दाखेरि चाहिँ मलाई कस्तो पनि फिल हुन्थ्यो भने यो चाहिँ फेज हो कि म अब अलिकति 20-30 वर्ष पुगेपछि मलाई पनि केटा मनपर्छ कि म पनि केटी नै जस्तो हुन्छ कि भनेर जहिले सोच्थेँ कि म सुत्ने बेलामा अनि भोलिपल्ट उठ्दाखेरि चाहिँ अब त्यो फिलिङ जस्ताको त्यस्तै भयो नि त वर्ष पनि चेन्ज नभएपछि चाहिँ यस्तै नै रहेछ भनेर चाहिँ एक्सेप्ट गर्न थालेँ मैले तर त्यस्तो त्यो सुसाइडै गरौँ भनेर त्यस्तो धेरै त्यो प्रेसर चाहिँ आएको थिएन मलाई अनि प्लस अब अहिलेको न्यू जेनेरेसनलाई चाहिँ त्यही हो सकेसम्म आफूले अब हामी ओपन आउट हुनुपर्छ भन्ने भन्छौँ नि त तर उस कुन सर्कमस्टान्समा छ उसको फ्यामिली ब्याकग्राउन्ड के छ उसले ओपन हुँदाखेरिको उसको कन्सिक्वेन्स के हुनुपर्छ भनेर त्यो पनि सोच्नुपर्छ क्या सो ओपन हुने तर जति बेला आफू रेडी छ त्यति बेला ओपन हुने भनेर त्यही नै भन्न चाहन्छु म चाहिँ यसमा चाहिँ मैले यो ग्रिन सिटी हस्पिटलमा गरेको त्यसमा चाहिँ मेरो 2.5 लाख जति खर्च भयो सर्जरीको मात्रै अनि तपाईँको जुन हर्मोन थेरापी चाहिँ मैले सर्जरी गर्नुभन्दा अगाडि नै लिएको थिएँ कि म 21-22 वर्षको हुँदाखेरि नै मैले हर्मोन थेरापी स्टार्ट गरिसकेको थिएँ त्यसमा चाहिँ तपाईँको होल बडी चेकअप गरेर डक्टरसँग इन्डोक्राइनसँग चाहिँ कन्सल्ट गरेर मात्रै उसले प्रिस्क्राइब गर्छ अब काठमाडौँमा म अब एज अ बिडिएसमा जबै गर्ने हिसाबले चाहिँ मलाई पनि अब मेरो सेभिङ सबै मैले टप सर्जरीमा लगाएँ तर पछि लास्टमा रिजल्ट हेर्दाखेरि मेरो अहिले पनि म यसरी यो सर्ट खोलेर हिँड्न सक्ने एकदमै धेरै लामो दाग एकदमै नराम्रो छ क्या मेरो सर्जरीको रिजल्ट चाहिँ सो त्यसले गर्दाखेरि चाहिँ अब म काठमाडौँमै बस्ने एज अ जब होल्डरै हुँदाखेरि पनि मलाई चाहिँ एक्सपेन्सिभै लाग्छ यहाँको कस्टहरू अनि प्लस तपाईँको हर्मोन थेरापीको चाहिँ मैले एभ्री मन्थ चाहिँ इन्जेक्सनको रुममा चाहिँ मेल हर्मोन लिनुपर्छ क्या त्यो चाहिँ तपाईँको अराउन्ड 700-800 होइन अनि त्यो सँगसँगै मैले चाहिँ एभ्री 3 मन्थमा चाहिँ डक्टरसँग होल बडीको टेस्ट गरेर कन्सल्ट गरिरहनुपर्छ सो हुन्छ नि जबलेस अथवा रिमोट एरियाको ट्रान्सप्लान्टहरूलाई चाहिँ अफोर्ड गर्न एकदमै गाह्रो छ यही सर्भिसेसहरू तपाईँको सरकारी हस्पिटलहरूमा भएको भए चाहिँ
एकदमै कस्ट वाइज पनि हाम्रो 3-4 गुणै कम हुन्थ्यो होला हैन। त्यही भएर हाम्रो लबी भनेको चाहिँ यसमा चाहिँ म्यामको कुरा पनि जोड्दै हाम्रो चाहिँ माग भनेको तपाईको जति पनि छ नि शिक्षा, स्वास्थ्य, रोजगार अनि त्यसपछि तपाईको पोलिटिकल रिप्रेजेन्टेसन त्यो सबैमा चाहिँ हामीलाई चाहिँ समावेश भएर इन्क्लुसिभ हिसाबले चाहिँ लगियोस्, स्पेल आउटै होस्, एलजिबिटीआईक्यू अथवा युनिक तथा लैङ्गिक अल्पसंख्यक भनेरै छुट्यायोस् जस्तो फिल हुन्छ के। जस्तै अब मैले चाइल्ड पोलिसीको कुरा पनि गरेँ, त्यहाँनिर बालबालिका लेखेको छ तर मान्छेले त्यो पोलिसी पढ्ने अथवा बुझ्ने मान्छेले तपाईँको बालक अथवा बालिका मात्रै बुझ्छ नि त, उसले एलजिबिटीआई को बालक बालिका पनि हुन्छ भनेर त्यो कन्सेप्टमा जान्दैन क्या। सो हाम्रो चाहिँ स्पेल आउटै हुनुपर्छ त्यहाँनिर चाहिँ एलजिबिटीआईक्यू अथवा युनिक तथा लैङ्गिक अल्पसंख्यकै हुनुपर्छ भनेर चाहिँ हाम्रो माग हो। अनि प्लस हेल्थमा पनि तपाईँको हाम्रो चाहिँ यो ट्रान्स रिलेटेड कुनै पनि हेल्थ रिसर्चहरू भएको छैन नि त खासै नेपाल गभर्मेन्टले ओन गरेर। सो ट्रान्सकै हेल्थ स्पेसिफिक निडहरू चाहिँ के छ भनेर अनअवेयर हुनुहुन्छ क्या। सो नेसनल तपाईँको हेल्थ पोलिसिजहरूमा होला अथवा चाहिँ तपाईँको हस्पिटलहरूमा पनि होला कसरी चाहिँ एलजिबिटीआईक्यू फ्रेन्डली सर्भिसहरू दिने हैन, डक्टरलाई अवेयर गराउने होला कि एमबीबीएसको करिकुलमहरूमा राख्ने होला कि हैन, त्यो कुराहरू चाहिँ तपाईँको यो करिकुलम तपाईँको टेक्स्ट बुक लेभलदेखि नै तपाईँको इम्प्लिमेन्टेसनको पार्टदेखि लिएर नै तपाईँको चाहिँ जति पनि गभर्मेन्टले गर्ने चाहिँ प्रोग्रामहरू छ त्यसमा चाहिँ आई थिङ्क एलजिबिटीआईक्यू चाहिँ त्यो माइनोरिटिज भनेर चाहिँ एउटा लेभल राख्नु भन्दा नि माइनोरिटिजभित्रको पनि एलजिबिटीआईक्यू भनेर चाहिँ भन्नुपर्छ जस्तो लाग्छ। अनि तपाईँले भने जस्तै अघि हाम्रो पोलिटिकल रिप्रेजेन्टेसनमा चाहिँ अलिक कमै हुनुहुन्छ हाम्रो साथीहरू हुनुहुन्छ होइन, तर उहाँहरूको त्यही नागरिकताको इस्यु घरि कहाँ गएर चाहिँ अड्काइदिनुहुन्छ क्या। अनि खासै हाम्रो पहुँच चाहिँ पुगेको छैन त्यो जुन पोलिसी मेकिङ लेभलमा चाहिँ, तर त्यहाँ हाम्रो मुद्दा बोल्न त हामी आफै त्यहाँ रिप्रेजेन्ट हुनुपर्छ भन्ने चाहिँ हाम्रो पनि एडभोकेसी चाहिँ हो। आबद्ध यस्तो यति नै उति नै भनेर भन्दा पनि तपाईँको मोर देन कति 10-15 लाख चाहिँ हुनुहुन्छ। यस्तो गरौँ न, त्यो संस्थागत आबद्धता भनेको चाहिँ तपाईँले चाहिँ अपाङ्ग हुनुको लागि तपाईँको प्रमाण चाहियो, अपाङ्गको नेपाल सरकारले नै 4टा काट्दा छैन। तर हामीको ट्रान्समेन ट्रान्सह्युमन भएर आइडेन्टिफाई भएर हामीलाई पो देखिन्छ त। तर सबै गियहरूले म के हुँ भनेर कसरी गर्ने, कति बिहा गर्नुभएको छ, कति लेस्बियनको अघि के भन्छ इन्भल्भमेन्ट एलियनको कुराहरू भनेर चाहिँ उसलाई खुल्लु काठमाडौँको भएर त्यो उसको परिवेशले कति गाह्रो भयो भने चाहिँ हामीले तपाईँलाई एक्ज्याक्टली यति नै छ भनेर चाहिँ किन भन्दैनौँ भने उसको गोपनीयताका कुरा पनि हो होइन। तर हाम्रो एचआइभीको प्रोग्रामको रिच चाहिँ तपाईँले हेर्नु भयो भने मोर देन 7 लाख चाहिँ सर्भिस लिनुभएको छ, जो चाहिँ हाम्रै कम्युनिटी हो। अनि अर्को चाहिँ युनियन इन्स्टिट्युटले गर्नुभएको रिसर्चले पनि के भन्छ भने हरेक कन्ट्रीको जनसङ्ख्याको 8 to 9% जनसङ्ख्या चाहिँ एलजिबिटीआईक्यू हुन्छ भनेर भनेको छ। अनि यो चाहिँ तपाईँले मैले कसरी जोड्न खोजेको भने जनसङ्ख्या ठ्याक्क एक्ज्याक्ट कसरी निक्लिँदैन भने जनसङ्ख्याले जहिले पनि हाम्रो जेन्डर आइडेन्टिटीलाई चाहिँ अगाडि सार्छ, न कि हाम्रो सेक्सुअल ओरिएन्टेसनलाई। अथवा जनसङ्ख्याले चाहिँ हाम्रो तपाईँ के हो बालक हो कि बालिकाहरूलाई अगाडि सार्छ नि त। हामी तपाईँ चाहिँ गे हो कि लेस्बियन हो कि बाइसेक्सुअललाई चाहिँ अगाडि सार्दैन। त्यही भएर हाम्रो जनसङ्ख्यामा चाहिँ हाम्रो 1928 आयो, तर त्यो मात्र चाहिँ पोसिबल होइन। अनि हाम्रो तपाईँले प्रोग्रामको रिचै हेर्नुभयो एचआइभीको चाहिँ मोर देन 7 लाख चाहिँ हुनुहुन्छ, जसले चाहिँ एचआइभीको टेस्ट गर्नुभएको अघि हाम्रो भनेको कुराहरू है।